दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। सिधा चाहिँ फेरि पनि आज हामी भुन्टी सिरियलको नयाँ रिभ्यू भाग लिएर तपाईँहरूमा उपस्थित भइसकेका छौँ। तपाईँहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला, ताकि हामीले हालेका भुन्टी सिरियलका हरेक रिभ्यू भागहरू तपाईँहरूमा चाँडै नै ल्याउनेछु भन्दै अब भने यसै भिडियोतर्फ लागौँ। दर्शक साथीहरू, अब भने मध्यरातमा को आएका हुँदा नि जब चाहिँ हाम्रो भूपेन्द्र र भुन्टी सुतेको ठाउँमा साथीहरू, जसमा चाहिँ साथीहरू जब चाहिँ यता हाम्रो भुन्टी र भूपेन्द्र चाहिँ जब चाहिँ यता हाम्रो भूपेन्द्रले भुन्टी तिमी मसँगै आऊ न, तिमी किन यसरी मबाट टाढा भइकी यहाँ, तिमी मसँगै आऊ, मसँगै सुत न, एउटै बेडमा बस न, तिमी आउँदाखेरि मलाई कस्तो सन्चो भएको आवाज हुन्छ, यदि तिमी त्यतिकै त्यहाँ बस्यो भने म रातभरि रोएर बस्छु, म सुत्दिनँ भनेर भनेकी हुन्छ। जसमा चाहिँ यता भुन्टीले पनि भनेको थिएन कि बुढा मलाई यहीँ नै आराम छ, यहीँ नै ठिक छ, मेरा खुट्टाहरू पनि ताता छन्, तर तपाईँको खुट्टाहरू चाहिँ चिसा छन्, म त्यसलाई चाहिँ तपाईँलाई मालिस गरिदिन्छु, म ठिक छु, मलाई मिलेको छ भनेर चाहिँ उनले भनेको हुन्छन्। जब यता भूपेन्द्रको धेरै रिक्वेस्ट पछि अब भने यता हाम्रो भुन्टीले चाहिँ आफ्नो श्रीमानसँग चाहिँ बेडमा गएको हुन्छन्। जब उनी बिस्तारामा पल्टिन लागेको हुन्छन्, आखिरीमा त्यो मध्यरातमा को उनीहरूको ढोका ढकढकाउन आएको थियो साथीहरू, के पक्कै पनि अब भने त्यो हाम्रो भूपेन्द्रको प्रेमिका त होइनन्। उनले त भनेको थिइन् कि आफ्नो साथीसँग म ज्यान जाला तर मैले मेरो भूपेन्द्रलाई चाहिँ छोड्ने छैन, हेर धेरै अगाडि मैले भूपेन्द्रलाई मेरो बनाएर छोड्छु भनेर भनेकी थिइन्। जसमा चाहिँ साथीहरू जब चाहिँ उनीहरू चाहिँ भेट्न चाहिँ आएका हुन्छन् पार्कमा, त्यो बेलामा हाम्रो भुन्टीले आफ्नो श्रीमानलाई त्यही पार्कमा छोडेर उनी श्रीमानको प्यासको तृष्णा बुझाउनको लागि उनी पानी लिन गएकी थिइन्। तर जब चाहिँ उनी पानी लिएर रमाएर आएकी हुन्छन्, तब उनले त्यो आफ्नो सौतिनीलाई चाहिँ त्यहाँ देखेकी हुन्छन्। जब चाहिँ उनले देखेकी हुन्छन्, उनलाई देख्न साथ ती दुईटा केटीहरू चाहिँ फनक्क फर्की गएका हुन्छन्। साथीहरू यस्तो अवस्थामा हाम्रो भूपेन्द्रलाई देख्दाखेरि उनीहरूको मन पनि कता कता त चसक्क भयो होला। जसमा चाहिँ यत्रो अवस्थासम्म कसरी गुज्रेको छ र यसलाई कसले स्याहार सुसार गरेको छ भन्ने उनीहरूलाई त के थाहा साथीहरू। जसमा चाहिँ उनकै बुबाको कारणले हाम्रो भूपेन्द्रले त्यतिसम्म दुःख पाए र भुन्टी र भूपेन्द्रको सम्बन्ध पनि त्यति विधि टाढा भएको थियो, झन् नजिकैला सम्बन्धभन्दा टाढा। जब जब दुःखको समय आउँछ, दुःख परिस्थितिहरू उनको जीवनमा आउँछ, त्यति बेला मात्र हाम्रो भुन्टीको साथ सपोर्ट र सहयोग चाहिन्छ। जब उनी हाम्रो भुन्टीबाट टाढा भएर जान्छन्, तब उनलाई कसैको मतलब पनि हुँदैन। उनले अनेकौँ केटीहरू छानी पाउँछन्, तर हाम्रो भुन्टीले कहिले पनि अरू पुरुषहरूले विवाह गरौँ आइजन्, त्यसलाई छोडिदिए, त्यसलाई भिरबाट लौटाइदिए पनि हुन्छ, तर मैले मेरो बनाउँछु, सधैँभरि त मसँग खुसी भएर बस हुँदैन। उनले आफ्नो धर्म र आफ्नो कर्तव्य चाहिँ उनले कहिले पनि तोडिनेन् साथीहरू। जसमा चाहिँ साथीहरू यसबाट के बुझ्न सकिन्छ भन्दाखेरि श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन्। जसमा चाहिँ एउटालाई समस्या पर्दा अर्कोलाई पनि चसक्क हुन्छ र एकले अर्कालाई हेर्ने गर्ने व्यवहारले पनि धेरै फरक पार्छ। जसमा चाहिँ औषधिले भन्दा पनि माया र प्रेम र मिठो बोलीले सबै कुराहरूको चाहिँ समस्याको समाधान हुन्छ भनेर चाहिँ हाम्रो भुन्टी र भूपेन्द्रको सम्बन्धबाट चाहिँ बुझ्न सकिन्छ। अझ धेरै भन्नुपर्दा चाहिँ हाम्रो भुन्टीले जुन केयर, जुन स्याहार सुसार, जुन माया मोह र प्रेम देखाएकी छिन्, त्यसबाट प्रकष्ट एकदम छर्लङ्ग रूपमा हामी चाहिँ देख्न सक्छौँ। ताकि एउटाले अर्को माथि गर्ने व्यवहार र जस्तोसुकै व्यवहारले प्याच पारे तापनि उनीहरूले जुन देखाएका छन् त्यो प्रेममा एक धेरै सत्यता, एक धेरै माया र मोह लेखेको छ भन्ने कुरा हामी कसैले पनि कहिले पनि बिर्सिँदैन साथीहरू। जसमा चाहिँ अबको वास्तविकता भने के रहेको छ भन्दा साथीहरू, जब चाहिँ उसले भनेको थिइन् कि मैले जसरी पनि भूपेन्द्रलाई हेर धेरै आँखा अगाडि मेरो बनाउँछु, त्यसले त देखावटीको लागि मात्र माया प्रेम गरेको, स्याहार सुसार गरेको, तर मैले भूपेन्द्रलाई कति धेरै माया गर्छु भन्ने कुरा त तँलाई पनि थाहा छ होला। जसो तसो गरेर भूपेन्द्रलाई मैले मेरो नै बनाउँछु भनेर साथीहरू ती युवतीले चाहिँ आफ्नो साथीलाई चाहिँ धम्काएकी थिइन्। जसमा चाहिँ ती युवती यति धेरै सोच समझ विचारेकी छिन् कि हेर त तैँले त के गरेको छस् र, उसले त आफ्नो श्रीमानलाई यति धेरै माया प्रेम केयर गरेको छ, स्याहार सुसार गरेको छ, हेर त, अनि त्यस्ताको घरबार तैँले बिगारेर हुन्छ, तैँले त्यस्तो गर्नु हुँदैन है भनेर चाहिँ उनले भनेकी थिइन्। तर उनको कुरा आफ्नो साथीले के खालिन् त साथी। जसमा चाहिँ उसको बुबाले त्यस्तो जीवन मृत्युको मुखमा पुगाएको थियो र मृत्युको मुखबाट हाम्रो भुन्टीले बचाएर ल्याएकी छिन्। अब भने मध्यरातमा ढोका ढकढकाउन आएकी छिन्, कतै फेरि उनले गाँटो त्यो डाकुहरू ल्याएर कतै हाम्रो भूपेन्द्रलाई फेरि आफ्नो बनाउने प्रयासमा त छैन साथीहरू। तपाईँलाई के लाग्छ, जस्तो लाग्छ त्यस्तै तलको खाली कमेन्ट्समा कमेन्ट गरिदिनु होला। भन्दै हाम्रो भुन्टी र भूपेन्द्रको सम्बन्ध अझ कस्तो होस् भन्ने चाहनुहुन्छ, जस्तो चाहनुहुन्छ त्यस्तै तलको खाली कमेन्ट्समा कमेन्ट गरिदिनु होला। भन्दै आजको रिभ्यूबाट बिदा हुन चाहन्छु। धन्यवाद, शुभरात्रि।